सोच्नुहुन्छ भने तपाईँहरूले चाहिँ केही ल्याउनु पर्दैन, सिर्फ 1 दर्जन 2 लाइन कपी, अनि अर्को भनेको पेन्सिल चाहिँ ल्याउनु होला 2-3 प्याकेट। अनि पेन चाहिँ पर्दैन, पेन चाहिँ अनिवार्य भन्दिनँ, किनभने जापानमा चाहिँ फ्रिक्सन पेन भन्ने युज हुन्छ। फ्रिक्सन पेन भनेको पेनै हो कि तर त्यसमा चाहिँ माथि इरेजर हुन्छ, त्यो चाहिँ लेखेर पनि मेटाउनु मिल्छ है, पेनै हो त्यो चाहिँ जापानमै पाइन्छ, अब नेपालमा त पाइन्छ थाहा भएन, त्यो तर जापानमा चाहिँ चाहिन्छ। त्यो चाहिँ धेरै जसो गागकोमा चाहिँ युज हुन्छ है। अब गागको हेरी पनि फरक होला, तर तपाईँहरूले चाहिँ बल पेन चाहिँ एउटा मात्र प्याकेट लिएर आउँदा ठिक हुन्छ। अर्को भाँडाकुँडामा भन्नुहुन्छ भने तपाईँहरूले चाहिँ धेरै कुरा ल्याउनु पर्दैन, थालहरू केही पनि ल्याउनु पर्दैन, किनभने जापानमा चाहिँ डाइसो भन्ने हुन्छ, डाइसो र ह्याकोन भन्ने हुन्छ। त्यहाँ चाहिँ थालहरू सबै कुरा 100-200 पाइन्छ। भाँडाकुँडा हुन्छ नि, बटुकादेखि लिएर गिलासदेखि लिएर चम्चादेखि सबै कुरा पाइन्छ। तपाईँहरूले चाहिँ सिर्फ नेपालबाट आउँदाखेरि एउटा कराई र अर्को चाहिँ कुकर ल्याउनु होला। कुकर चाहिँ जापानमा पाइँदैन, मैले अहिलेसम्म देखेको पनि छैन। कुकर र कराई चाहिँ ल्याउनु होला। अब प्यान त सबै पाइन्छ यहाँ होइन, सानोदेखि लिएर ठुलो प्यानदेखि सबै पाइन्छ। त्यही भएर नेपालबाट आउँदाखेरि चाहिँ इलेक्ट्रोनिक ल्याउनु भन्छु म है, कुनैमा युज हुन्छ कुनैमा युज हुँदैन। त्यही भएर चाहिँ तपाईँहरू चाहिँ भाँडामा चाहिँ त्यस्तो धेरै केही ल्याउनु परेन। अर्को कुरा चाहिँ एयरपोर्ट जाँदै गर्दा तपाईँहरूले चाहिँ ह्यान्ड क्यारी चाहिँ लानु होला। ह्यान्ड क्यारीमा चाहिँ सायद 5 किलोसम्म चाहिँ सामान ल्याउनु पाइन्छ। ह्यान्ड क्यारीमा चाहिँ तपाईँहरू चाहिँ 1 सेट कपडा, अन्डरवेयरदेखि लिएर सबै कुरा, अनि त्यसपछि ब्रस हाल्नु होला, कोलगेट हाल्नु होला होइन। त्यसपछि भयो तपाईँहरूले चाहिँ खाजाहरू हाल्नु होला। अब किन भन्नुहुन्छ भने तपाईँहरूले चाहिँ कुनै एयरलाइन्सले चाहिँ एकदम ढिलो पनि गरिदिन्छ, आफ्नो लगेजहरू कहिले चाहिँ 2-4 दिनपछि पनि आउनु सक्छ है। मेरो साथीको 2-3 दिनपछि आएको थियो। त्यही भएर चाहिँ तपाईँहरूले चाहिँ ह्यान्ड क्यारीमा चाहिँ सबै चाहिने 1देखि 2 दिनसम्म चाहिँ एकदम चाहिने चाहिँ सामान चाहिँ हाल्नु होला तपाईँहरूले चाहिँ। अरू कुरा तपाईँहरूले चाहिँ केही नजाने कुरा सोध्नु छ भनेर चाहिँ तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, म चाहिँ सबै कुरा भनिदिन्छु ल। कङ्ग्रेचुलेसन, तपाईँहरू जापान अब आउनुहुन्छ 2-4 दिनमा कसैको फ्लाइट पनि होला। धेरै जसो चाहिँ विद्यार्थीहरू चाहिँ 6 तारिक न त 7 तारिकमा चाहिँ आउने कुरा छ हाम्रो गाउँकोतिरको चाहिँ। सो कङ्ग्रेचुलेसन वान्स अगेन। केही गाह्रो साह्रो परे म्यासेज गर्नु होला है, केही नबुझे म्यासेज गर्नु होला, कमेन्ट गर्नु होला, म सबै कुरा फेरि अर्को भिडियोमा बुझाइदिन्छु। हस् त, धन्यवाद।